What's up? Welcome back to next reaction. अनि नेक्स्ट रियाक्सन हुन गइरहेको छ सताउने याद चाहिँ डिएकेएसए दक्ष होला डिएकेएसए दक्ष नै होला डिएकेएसए ल भनौँ न होइन सताउने याद फिचरिङ एसएमबी 557 होइन अनि कस्तो रहेको छ यो गीत हेरौँ न त एउटा ब्रदरले चाहिँ मलाई कमेन्ट गर्नुभएको थियो अनि लेट्स रियाक्ट टु इट कस्तो चाहिँ रहेछ म्युजिक युट्युब बिट हो आई गेस सो सताउने याद हो होला होला सायद होला थर्टी थ्री भयो नि रियाक्ट चाहिँ हेरौँ न आँखाले पनि भनिरहेछ के छ यो मनमा यादले आज सताइरहेछ कहाँ जाउँ के गरौँ म सधैँ आज सोचिरहेछु तिम्रै बारेमा कसरी फुलाउ तिमीलाई तिमी नै भन भण्डारा कस्तो यादको आफै भित्र राखी संसार माने तयार त दामी यार भोकल दामी भण्डारा कस्तो यादको आफै भित्र राखी संसार माने तयार त दुवै थियम साथै जन्म एकअर्कालाई दिने तर बुझेनौ तिमीले यहाँ बुझिन मैले सजिलो छैन यहाँ भेट्न चाहिँ पहिले थमिलो बाटो पो आउने चाहिँ कहिले नमिठो हुँदैछ यथार्थ अहिले म हुल्लाक लेखेर च्याच्छु आफै सुध चाप सोचेर काट्छु दिनै सुरुवातको पल राख्छु यतै बदल लाइफको कस्तो भाव छुट्टै यो लगाव छुट्टै यो तनाव छुट्टै तिमी र म हामी हुन्थ्यौ तर पर्यो फेरि यो कहानी छुट्टै पर्यो फेरि यो कहानी छुट्टै पुरायो मेरो बुझिदेऊ तिमी पनि सँगै बसौला हातमा हात राखी नभन मलाई कुरा ती नाना थरी भन्न देऊ तिमी मेरा यी शब्द पनि सुन मेरो भावना भोकल त अति दामी छ त छ मेरो जाना तिमी घमण्ड कस्तो बिछोडको आँखा बन्द हुँदा बिजाइराने बादल आफै भए आफै वर्षेपछि चिचाइराने त्यागे मैले खराब बानी कति प्रयास टुट्यो शराबदानी छुन नि छोड्यो त्यो हावाले मलाई खुला छोड्दा आज बरान्दानी सताउने याद बजाउने प्रयास त्यो सम्बोधन खुला छोड्दा कति प्रयास टुट्यो शराबदानी छुन नि छोड्यो त्यो हावाले मलाई खुला छोड्दा आज बरान्दानी सताउने याद बजाउने प्रयास त्यो सम्बोधन नाश उडाउने साथ त्यो अँध्यारो रात टुटेर भाँच्यो मुटुको साथ यस्तै परेछ जिन्दगानी हाम्रो संसारको राजधानी भूतकालले दियो धोका भविष्यमा हुन्थ्यो राजा रानी सताउने सताउने याद सताउने 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 याद सताउने 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 याद सताउने सताउने याद दामी अति बवाल यार आफै बनाएको जस्तो लागिरहेको त मलाई हो बिटहरू भिजुअल रेकर्ड मास्टरिङ एरेन्जमेन्ट एन्ड मिक्स हो आदेश रिटर्न भिजुअली माइसेल्फ दामी यार बवाल 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 ऱ्याप भर चाहिँ कसको हो ऱ्याप भर चाहिँ एसएमबीको हो अनि भोकल चाहिँ दक्षको हो दामी रहेछ यार
अन्डररेटेड पिस अफ आर्ट, अति बवाल। सब्सक्राइब के अरे यो गीतमालाई चाहिँ एकदमै अन्डररेटेडै भन्न चाहन्छु, किन भन्दाखेरि गीत त बवाल छ क्या होइन, अलिकति बेसी नै जानुपर्ने हो, जस फिलिङ्स छ क्या एउटा। मलाई यहाँ नभएको ब्रेकअप याद आइसक्यो। Every lyrics, every note holds a piece of that feelings of love, loss, and the unspoken emotions that keep us tied to someone even when they are gone. If you have ever felt that pull of the past, this one's for you. सताउने याद आमामा हो। यो त एकदमै यो भ्यालिड कुरा हो, किन भन्दाखेरि सबैलाई नै सौछ होला, मतलब रिलेटेबलै हुन्छ होला, किन भन्दाखेरि सताउने याद नै हो मेन कुरा, सबले हो नि होइन। अब पहिलाको सम्झेर क्या, अब पास्ट सम्झेर त्यस्तो हुन्छ। ल गाइज है, चेक इट आउट होइन, इफ सुन्नु भएको छैन भने चेक इट आउट। मेरोबाट पनि त्यस्तो धेरै रिच त जाँदैन होला, बट आई ट्राइड, आई विल ट्राई माई बेस्ट होइन। जो सबैजनाले मलाई हेर्ने सबैजनाले चेकआउट गर्नु होला। सताउने याद बाई दक्ष। अनि ऱ्याप वर्ड्स पनि दामी थियो, एकदमै इमोसन नै थियो भनौँ होइन। अनि लिरिक्सहरू पनि दामी थियो एकदमै। अनि मेन कुरा चाहिँ ऊ क्या के अरे हाम्रो कम्पोजिसन क्या, कम्पोजिसन चाहिँ मलाई मन पऱ्यो क्या अति। अब यस्तो यो होइन, यस्तो टाइपको सङहरू नेपालमा खासै हुँदैन होइन। अब हुन्छ नि मेलोडी, अब फुल अफ म्युजिक टाइपको गीतहरू हुन्छ। यो चाहिँ एकदमै सिम्पल येट पावरफुल टाइपको सङ छ, सबैजनाले चेकआउट गर्नु होला। र यही नै थियो मेरो रियाक्सन। र सबैजनाले अन्डररेटेड चाहिँ नबनाउनु है यस्तो खतरा पिस अफ आर्टलाई। सबैजनाले चेक इट आउट। Peace out. Bye bye.